हामी चाहिँ अहिले सुजन भाइहरुकोमा जाँदैछौँ। हाम्रो परिवार भाइ बहिनी आएको छ, कान्छी आएको छ, कान्छीहरु ठाउँमा सबै भएर चाहिँ हामी जाँदैछौँ है। पिङ्क वाला पो हुन्छ हैन? यसको त अर्को फ्लेभरको छ त। यस्तो मात्र व्हाइट फ्लेभरको पिङ्क। ब्राउनको ब्रान्ड गयो भने त चकलेट। हैन यहाँ निस्किँदै आउँदैछौँ अब। यो यत्रो घरभरि हुँदा मिस फुल कस्तो राम्रो फुल्ने हाले त काटेर फ्याँकिदिन्छ। या बिच्छ वाउ 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 भन्ने हामी त यत्तिकै आयौँ है यहाँ। लु हामी त यहाँ सुजन भाइकोमा ठ्याक्कै पुग्यौँ। हामी तुङबा खानु पो आयो त। काकी हुन्छ हो, हाम्रो काकी हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ है। गाउँघरमा चाहिँ यस्तै हुन्छ है, अर्गानिक स्टोभ है एभ्रिथिङ। कान्छी बहिनी हिजो आएको छ है, आज घुमी घुमाइ छ, 1-2 दिन बस्नुहुन्छ। सुजन भाइकोमा आएको है, हाम्रो भिडियोमा अलिकति सुजन भाइ अनि काकी। लु हाम्रो काकी हुनुहुन्छ है, भाउजू हाम्रो कान्छी राधिका बहिनी जो यहाँ आउनु भएको छ। आज यो संयोगले भेट भएको छ। सो आज यसो हाम्रो आफै आउनु भएको छ, भेटघाट कार्यक्रम है। ल है, आज हाम्रो यहाँ बहिनीहरू आउनुभएको छ। कान्छी बहिनीको नन्द अनि यता बहिनी नै भनौँ है। अनि यहाँ ज्वाइँहरू हिजो भेटघाट कार्यक्रममा चाहिँ आउनुभएको है। एकदमै अब सर्ट टाइम, अब धेरै बस्नुहुन्न होला, सायद 2-4 दिन बस्नुहुन्छ। अनि एकदमै इमर्जेन्सी होइन, इमर्जेन्सी जस्तै हो। हिजो आएर आज फेरि फर्किँदै हुनुहुन्छ होइन बहिनीहरू। आज चाहिँ यहाँ भाइकोमा होइन, यहाँ मेमोरिजको लागि भेटघाट कार्यक्रम, चिया कार्यक्रम हुँदैछ है। भएको लु नानी भोलि आउनु है, जसरी बानी। लु